चाहिँ हामी बनाउँदैछौँ ठकने रोटी। हामीले यहाँ कति धेरै बनाएर भइसकेको छौँ। नानी यहाँ चिज गर्दै, मैले यहाँ चिया पकाउँदै, अनि फेरि साथमा ओभर एक्टिङ गर्दै। अब हामी चाहिँ यहाँ मिलेर मैले चाहिँ ठकने रोटी बनाउने र वर्षाले चाहिँ राख्ने हामी गरिरहेको थियौँ। हेर्नु मिलेर काम सक्नुहुन्छ। गर्नुपर्छ। हेर्नुहोस् कति राम्रो राम्रो बनिरहेको थियो। कुहिने फुलेको थियो र कुहिने फुलेको थिएन, तर राम्रो बनेको थियो। हेर्नुहोस् आमाले चाहिँ के भन्दै हुनुहुन्छ? हामीले बनाएको रोटी अनि हामीलाई चाहिँ यो ठकने रोटी चाहिँ धेरै नै मिठो लागेको थियो। यो हामीले बनाएको भएर पनि होला। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् हामीले दुईटा मिलेर हामीलाई धेरै नै परेशान गरिरहेको थिए। हजुरहरूलाई क्युएनए सोध्न छ भने कमेन्ट गर्नुहोला केही क्वेसन्स, हामीले हजुरहरूलाई भन्छौँ। बाई, लाइक, comment, share